साले जाँड खाएर गाडी चलाउने अब त मापसीमा परिस् अब त मतवालीको छोरो पर्यो बिहान 1 बोटका झार दिने अनि ट्र्याक्टर जोड्न जाने ए त्यसो भए त मापसीमा मात्र होइन मदिसीमा पनि पर्यो यो क्या बात कर रहे हैं? मदिसे भनेको मतलब मदिरा पान दिउँसै सेवन फेरि खाइहालिस् नि सुन्नुहोस् त के यो बाटो स्वर्गद्वारी गाउँ जान्छ? यो बाटो स्वर्गद्वारी गाउँमै छ र बाटो कहीँ पनि जाँदैन तपाईँ आफै जानुपर्छ देखि स्वास्नी तेरो पोइ कस्तो मजाले उड्छ खै मलाई माया गर आहा अहिलेदेखि थाके फेरि फ्रेस भयो तेरो महिमा त ग्लुकोज हालिसको भन्दा पनि बढी शक्ति रहेछ स्वास्नी एउटा कुरा सोच्छु है तपाईँको बच्चा छ तपाईँले आफ्नो बच्चालाई के खुवाउनुहुन्छ के खानु सानै छ आमाको दुध खान्छ ए हो र यो आमाको दुध कहाँ पाइन्छ सिसी पट कत्रो छ बच्चा कति ठुलो छ मेरो बच्चा यत्रो छ यति ठुलो छ मतलब यत्रो छ आरती तेरो स्वास्नी भइसक्यो जा खुर कौशसँग गरेर सुत भइहाल्छ नि अर्काको छोरीसँग सुत्दा मलाई मार्दैन वन्डरफुल अन्डा र फुल तिमीलाई इङ्ग्लिस आउँदैन आउँछ नि आई कम इङ्ग्लिस आई नेम कृष्ण यु नेम आरती आई नेम कृष्ण 1 2 3 दाल भात 3 4 5 तलब गायब दिस इज घन्टी यु आर चेन्ज के गर्ला शिवा खत्तम व्हाट इज दिस खा भएपछि तपाईको आमा मेरो आमा हजुर मेरो आमाले मलाई कहिले देख्न पाउनु भएन मेरो आमा मलाई जन्माउनु भन्दा पहिले नै मर्नु भयो खत्तम भात खाने कि ढेँडो खाने त आहा ढेँडो म त ढेँडो खाने मलाई त ढेँडो एकदम मन पर्छ आफूलाई त ढेँडो सेडो मन पर्दैन भातै खाइन्छ तँलाई कसले सोध्दा सर लाउनुस् यो मेरो घिउ पनि खानुस् भर्खर मैले ताजा निकालेको कृष्ण तिमीले हाम्रो साथीहरूलाई किन पिटेको पिटेको होइन सहरिया दहीहरूलाई मोही पार्न ठेकीमा राखी पिटेको गो दिस इज माई लास्ट वार्निङ ए स्टप तिम्रा माउथ फ्याउरी आई पनि अंग्रेजी बोल्न सकिङ ओके यु पछि भुडी बोके व्हाट छिसी पाट खै बहिनी त बोल्नु नै हुन्न खाली हाँसी मात्र रहनु भएको छ दाइ किन नबोल्नु भएको बहिनी ओ मिस्टर